के को आज हाम्रो घरमा सानोतिनो प्रोग्राम छ सबै यहाँ व्यस्त छौँ यहाँ तिल फ्राई भइसक्यो अब के छ म देखाउँछु तपाईँलाई ए बच्चाहरू यहाँ खेल्दै हेलो भनिदेऊ हाई भनिदेऊ हाई हाई भन सक्छ नगर ल हाम्रो भान्जाहरू चाहिँ मोबाइलमा व्यस्त हेलो भनिदेऊ ल म भिडियो बनाउँदैछु है बाबु तिमी पनि हेलो भनिदेऊ त ल अब यो कोठामा चाहिँ टिभी चलिरहेको छ हाम्रो पापा चाहिँ यहाँ फ्रेस भएर बस्नु भएको छ म भिडियो बनाउँदैछु भिडियो हेलो भनिदिनु हेलो अब यहाँ चाहिँ मासु कट्यो दिदी के आना लागेछ दिदी काम गर्दैछ दिदीलाई यहाँ भन्छ पर आगो बालो पर चुलो लिदिन हाम्रो पाछ त बोलो भन्न लाग्यो हो ल हामी यहाँ खुर्सानी टिप्दैछ अचारको लागि राम्रोसँग टिप है हाम्रो आफ्नै बारीको खुर्सानी हो कि आफ्नै बारीको खुर्सानी अर्ग्यानिक खुर्सानी ल राम्रोसँग टिप्दैछु अचारको लागि आज फ्यामिलीहरू गेट टुगेदर सबैजना आफन्तहरू आउँदै हुनुहुन्छ सो वी आर सो एक्साइटेड ल मासु कटिङ भइरहेछ बालो है ल हामी अब मासु पकाउनलाई आगो बाल्दैछौँ क्या दिदीले म भिडियो क्लिक छ कि नै अन छ राम्रोसँग दिदीलाई पनि देखाउँ युट्युबमा 10 वर्षपछि हेर्नुपर्छ भिडियो अब यहाँ आगो बाल्दैछौँ यहाँ मजासँग अब यसपछि खसीको मासु मजासँग यहाँ पोलेर हुन्छ कि फ्राई गरेर हुन्छ होइन उता मासु पनि काट्दैछु यता हाम्रो मामा ए यो मामाको ए भिडियो खिच्ने मान्छे मोटे ल अब आगो बल्दैछ अब यसपछि हामी चाहिँ यसमा मासु पकाउने हाम्रो दिदी चाहिँ यता टाउको पोल्नलाई चाहिँ खानेकुरा त हो नि के हुँदैन यहाँ भुटन तयार हुँदैछ यहाँ भुटन त खोजी खान्छ कोरियामा त किनी खोजी भुटन डिस नै बन्छ रेस्टुरेन्टमा पनि भुटनको अनि यो त खाने चिज हो त हाम्रो मामाले चाहिँ अहिले बाख्राको मासु काट्दै नै बाख्राको टाउकोलाई चाहिँ यता हल्का छन्नी गर्दै हुनुहुन्छ अहिले हाम्रो मामा टाढा भिडियो हो त आफ्नो त यता मास पोल्नलाई चाहिँ यता दिदी मुक्त राख सरी भिडियो हाम्रो भुटन तयार हुँदैछ यहाँ देखाउ त ल अब चाँडो जाऊ चाहिँ ल आउनुहोस् गाइस यो खाने होइन हामी सबै खाने ल बस फुपूले अहिले पोल्नुहुन्छ अनि खाने सबैलाई क्याप्चर गर दिदीहरुलाई सबैले मलाई पनि गाडी गरे प्रकाश जुम नगर दिदी ल दुईजना हेर यता हेर न पहिला दुईजना ल हेलो भन के हो त घरमा जस्तै त हुन्छ सबै हैन कुन्टरे तलर भुइँ त सुत्दैन भने झुला खाएन झुला पनि छ ल्याउनु सुत्दैन यो खसीको मासु खान आएको हेर्नु त ल खसीको मासु हेलो 12,000 पनि त्यस्तै हो के 12,000 मैले पैसा ल्याएर किन्छ जाबो चलाउँछ नानु ल्याएर आउनु भने यो पैसा उडाएर यता हेर तिमीहरु आहा कति राम्रो प्रिटी डेनिसको भाइलाई त लैजान्छु म अब किन यता हेर त्यही राम्रो भाइ यस्तो राम्रो छ कि यसलाई 6-7 महिना चल्छ ना यसलाई लैजान्छु म